राष्ट्रवादीहरूको जोशमा कमी आउनु हुँदैन हुँदैन। जय राष्ट्रवाद। सबै राजनीतिक शक्तिहरू अटाउने गरी सबै राजनीतिक शक्तिहरूको अब देश यही रहन सक्दैन। देशलाई अगाडि जानै छ, तर यही बाटोबाट देश अगाडि जान सक्दैन। त्यसकारण देशलाई एउटा नयाँ समझदारीको आवश्यकता छ र त्यसको लागि शान्तिपूर्ण ढङ्गले सबै राजनीतिक शक्तिहरू अटाउने गरी सबै राजनीतिक शक्तिहरूको सहमतिमा एउटा नयाँ समझदारी गरौँ। हिजोका पनि राम्रा कुराहरू समेटेर जाउँ र अहिलेका पनि केही राम्रा कुराहरू छन्, तिनलाई पनि लिएर नयाँ एउटा समझदारी र नेपालको मौलिक व्यवस्था निर्माण गरौँ, जहाँ राजादेखि अहिलेका गणतन्त्रवादीहरूसम्म अटाउने छन् र त्यस्तो व्यवस्था निर्माण हुनेछ जहाँ जनता सार्वभौम सत्ताका मालिक हुनेछन्।